बुहारी सिरियलबाट लाखौंको मन जितिरहेका रामचन्द्र बोहराको सबैलाई रुहाउने जीवन कथा। रामचन्द्र बोहराको जन्म रामेछाप जिल्लामा भएको थियो। उनको घर परिवारमा आमा बुवा र 2 दिदीबहिनी सहित 3 दाजुभाइ रहेका थिए। उनी परिवारका कान्छा छोरा हुन्। उनले केही वर्ष अघि नै बिहे गरेका छन् र उनको सन्तानको रूपमा एउटा छोरी समेत रहेकी छिन्। रामचन्द्र बोहरा हाल काठमाडौँमा बस्दै आइरहेका छन्। बुहारी सिरियलमा निर्देशक एवं अभिनयकर्ता समेत रहेका उनले अध्ययन BA सम्म गरेका छन्। उनले केही वर्ष अघि CA पढ्न भनेर काठमाडौँ आएका थिए, तर परिवारको आर्थिक अवस्था कमजोर भएको कारणले गर्दा उनले CA पढ्न पाएनन् र उनले अध्ययनलाई निरन्तरता दिन BBS पढ्न लागे। उनले आफ्नो जिम्मेवारी पूरा गर्दै जाँदा धेरै आफ्ना रहर र चाहनाहरू मार्नु परेको छ। काठमाडौँको व्यस्त शहरमा आफ्नो दैनिकी र पढाइलाई निरन्तरता दिन पैसाको आवश्यक पर्यो। त्यही अभाव टार्नका लागि उनी कामको दौरानमा काठमाडौँको धेरै ठाउँमा पुगे। उनी कामको खोजी गर्दा उनले अनिद्रादेखि सडकको पेटीमा समेत रात बिताउनु परेको थियो। उनले आफ्नो दैनिकी चलाइमान राख्न सेक्युरिटी गार्डको काम गरेका थिए। उनी 1 वर्ष सेक्युरिटी गार्डको काम गरेपछि अरू काम खोज्दै जाँदा उनले एकाउन्टेन्टको काम समेत पाएका थिए। उनको परिवारमा भने छोरा सरकारी जागिर होस् भन्ने सपना पूरा गर्न नेपाल आर्मीमा समेत भर्ना भएका थिए। उनले 1.5 वर्ष जति नेपाल आर्मीमा काम गरेका थिए। केही समस्याका कारण उनले नेपाल आर्मीको जागिरमा समेत राजीनामा दिनु परेको थियो। उनी आर्मी पछि एल्युमिनियम कम्पनीमा म्यानेजरको भूमिकामा काम गरे। पछि उनले अभिनय क्षेत्रमा पनि रुचि भएका कारणले उनले म्युजिक भिडियोमा समेत लगानी गरेर भिडियो निर्माण गर्ने सोच बनाएर म्युजिक भिडियोले दर्शकको निकै साथ र माया पाए। म्युजिक भिडियोको सफलताले उनलाई अभिनय क्षेत्रमा आउन हौसला प्रदान गर्यो। केही समयपछि साथीभाइसँग मिलेर सिरियल बनाएर काम गर्दै जाँदा साथीभाइहरूले उनलाई बीचमै धोका दिए। उनले आफ्नो पाइलालाई कहिल्यै पछि सारेन, निरन्तर मेहनत र सङ्घर्षपछि लागिरहे। उनले मेहनत र सङ्घर्ष गर्न भने कहिल्यै पनि छोडेनन्। यस्तै काम गर्दै जाँदा उनले आफ्नै टिम बनाएर बुहारी टेलिसिरियल निर्माण गरे। बुहारी सिरियलले छोटो समयमै लाखौं दर्शकको साथ पाएर दर्शकहरूले धेरै नै रुचाए। रामचन्द्र अझै राम्रो योजना बनाएर आफ्नो यात्रा अघि लगिरहेका छन्। उनको कडा मेहनत र सङ्घर्षको प्रतिफल उनले दर्शकबाट धेरै माया र साथ समेत पाइरहेका छन्। बुहारी सिरियलको माध्यमबाट उनी देश तथा विदेशमा भएका नेपालीहरूको मनमुटुमा बस्न समेत सफल भइरहेका छन्।